छोराहरूले एलियालाई सम्झाइरहे, आज परमेश्वरले तिम्रा गुरु लैजानुहुनेछ। तर एलिसाको उत्तर दृढ थियो, म जान्दछु, तर म उहाँलाई छोड्ने छैन। यो वफादारी र दृढताको अद्भुत उदाहरण थियो। नदी पार गरिसकेपछि एलियाले एलिसालाई भने, तिमीबाट उठाएर लान अघि म तिम्रो निम्ति के गरौँ? तपाईको आत्माको दोब्बर भाग पाउने हक मलाई दिनुहोस्। एलिसाले जवाब दिए। एलियाले भने, तिमीले त गाह्रो कुरा पो माग्यौ, तापनि तिमीले मलाई तिमीबाट उठे लगेको दिएको भने त्यो तिम्रो हुनेछ, होइन भन्न पाउने छैन। त्यसपछि अचानक आकाश फेरि खुल्यो, आगोको रथ र आगोको घोडाहरू देखा परे। एलियालाई आँधीसँगै स्वर्गतिर उचालियो। एलिसाले चिच्चाए, हे मेरा पिता, इजरायलका रथ र घोडा र एलियाको उड्ने जमिनमा खस्यो। त्यो केवल कपडाको टुक्रा थिएन, त्यो परमेश्वरको बलवाट र अधिकारको चिन्ह थियो। एलिसाले त्यो ओड्ने उठाए, एड्दा नदीमा प्रहार गरे र भने, एलियाको परमेश्वर परमप्रभु कहाँ हुनुहुन्छ? फेरि नदी छुट्यो, यसै प्रभावित गर्यो, परमेश्वरको शक्ति मानिससँग होइन, उहाँको बलवाटसँग जोडिएको हुन्छ। एलियाको कथा यहाँ समाप्त भए पनि उहाँको विश्वासको गवाई समाप्त भएन। पछि आउने पुस्ताहरूले एलियालाई सम्झिरहे। एलियाको जीवनले आज पनि हामीलाई सम्झाउँछ, परमेश्वर साँचो हुनुहुन्छ। एकजनाको विश्वासले पनि रास्ता परिवर्तन हुन सक्छ। हाम्रो कमजोरीका क्षणहरूमा पनि परमेश्वरको अनुग्रह सधैँ प्राप्त हुन्छ। यदि तपाईले कथा मन पर्यो भने लाइक गर्नुहोस्, शेयर गर्नुहोस्। यस्ता आत्मिक कथाहरूका लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद। जय मसीह।